हेलो गाइज, वेलकम बैक टू माई च्यानल। आज नयाँ भिडियो छोटो ल्याएर आएँ। यो खेत चाहिँ त्यहाँको कुलाको गाडबाट कुलाको पानीले चार्छन्। यो कुलो हुँदै त्यहाँ पहिरो गएर कुलो भित्किएछ। त्यो भित्किए ठाउँमा कुलो बनाएर पानी यो ल्याएर यता पानी ल्याएर यो जग्गा सिँचाइ गरेर साह्रो हुन्छ नि त यो चुट्ने घामले, अनि यसलाई जोतेर यसमा गहुँ बुने हुन्। आज कुलो काट्न जाँदैछौँ। कुलो अलि भिड ठाउँतिर छ, हेरौँ कुलो बन्छ कि बन्दैन। जग्गा चाहिँ यही हो, खेत चाहिँ सिँचाइ गर्नुपर्ने। अब त्यहाँ कति मान्छे अगाडि गइसकेका छन्, म चाहिँ लास्ट गएँ। खेत चाहिँ उठ्यो, यो सबै यति तलको यो कुलोको पानीले सिँचाइ हुन्छ। रोपाइ गर्दाखेरि पनि गहुँ बुँदाखेरि पनि। अब यो रोड भन्छु, यो कुलो चाहिँ मिनिमम 5-6 किलोमिटर जति हुनुपर्छ। तर हामी चाहिँ पुरै छेउमै जाने होइन कि, यो आधा ठाउँमा भित्किएको छ। आधा कुलो त हिजो बनाइसके, यो बिचमा भित्किएवाला अलि अप्ठ्यारो छ। यो मन गएर बन्दैन नि त, त्यो भिडमा बड्डाहरू झन् युवाले जानुपर्छ। यता पनि भित्किएको छ, यसलाई पनि पछि साइड लगाउनु पर्ने हुन्छ होइन। यो चाहिँ यो पनि यहाँ पनि कुलो काट्नु पर्यो, यो पनि भित्किहाल्छ सायद यो बर्खामा, आउने बर्खामा। त्यो चाहिँ पुल, त्यो मान्छे काटिराखन्। म पहिला एकचोटि त यहाँबाट यो ठाउँबाट मान्छे खसेको थियो, यहाँबाट तल झुटकोमा। ए यो ठाउँ कुलो काट्नु पर्ने, यहाँबाट अब यस्तो घुमाएर सेम यस्तो कुलो बनाउनु पर्ने। हेरौँ लास्टसम्म कस्तो बन्छ कुलो। म त खन्ना गलिहालेँ। लास्ट अप्ठ्यारो रहेछ कुलो निकाल्न चाहिँ। पहिलोचोटि कुलो निकाल्न आएको म त। पानी सानी पिउँ फेरि जाउँ। अझ यो पानी उमर्ने पानी हो, मूलको पानी। म त हिजो आएको थिएन, हिजो चाहिँ यो कुलो बनाएर थिएँ। त्यहाँ पनि आज 4-5 बज्छ होला सायद, 5 बज्छ आज। अयो भन्दैन, अयो नि भन्दा हामीले कुलो गाडी सिद्ध्यायौँ। अब थोरै बच्यो, त्यसपछि हामी बाँड्न जान्छौँ। अब यति यो मात्र फाल्नु छ होइन। अघि कस्तो थियो, कस्तो बनाइदियो हामीहरूले।
अब यतातिर पाहाड साइडमा यस्तै हो होइन, टाढाबाट पानी ल्याउनु पर्छ। अब यस्तो कुलो साफ गर्दै गर्दै त्यहाँ अगाडि यो नदीको मुखनिर जानुपर्छ माथि। अनि त्यसपछि खेत सिँचाइ गर्ने र जोत्ने, गहुँ बुन्ने। वास्तवमा पुगौँ अब होइन। कस्तो लागिरहेको तिमीहरूलाई काम, यी सब काम गरेर आने अहिले यी सब। यी घरबाट एक मान्छे मात्र हुन आएका, जसका जसका खेत छन् ती मात्र। यहाँभन्दा उता यस्तो लाग्यो अब यिनीहरू एउटा खनेर ओडी साइडमा लगाउनु पर्यो। यस्तो हाल्ने यहाँ राख्ने, यस्तो हाल्ने यहाँ राख्ने। यो कुलो बन्यो यसरी नै। 3 बजिसक्यो, 10 बजी आएको मान्छे यतातिर यो सही छ, यतिमा पानी आइहाल्छ। त्यहाँनिर अप्ठ्यारो छ, त्यहाँनिर बनाउने हो। त्यहाँनिर अप्ठ्यारो छ, त्यहाँनिर त ठिकै छ। अगाडि यो झारपात काट्दै काट्दै गएको छन्। यो ढुङ्गा पनि उठाउने हो क्या? अच्छा ल, यतिसम्म थियो यहाँको। हामीले फाइनली कुलो बनाएरै छाड्यौँ। भोलिदेखि पानी आएर खेत सिँचाइ गरेर खेत जोत्ने। ल, यी सबैले काम गरेका छन्। ल, पहिलादेखि लास्टसम्म कस्तो भयो? कति बाहिर आएको थियो होइन यहाँको लादो, अहिले कति भित्र छिराइदियो। नै अघि आएको थियो।